अङ्गानी डाँडा योसँग सेकेन्ड टाइम हो तर धुम्म भइगयो नि हो गाइस है र फेरि पनि तपाईँहरूलाई स्वागत छ सिङ्गली ब्लग्समा है साथैमा अब भने चाहिँ यहाँ हामी अहिले चाहिँ फिलहाल चाहिँ श्रीपदम वाटरफल्समा छौँ होइन अन्त अब चाहिँ यहाँ केटाहरूसँग हामी अङ्गानी डाँडा पनि जाने प्लानिङ भइसकेको छ होइन अन्त अङ्गानी डाँडा जाने हो है यहाँ साथीहरूको बाइक अघि आएकै बाइकहरू जम्मै होइन अन्त च्याट्टोसँगले अब भिडियोमा रोडमा भेटौँ है त र साथीभाइ अब चाहिँ यहाँबाट लाग्यो है लु मन्दङ के गर्दैछस् हौ अङ्गानी डाँडा चाहिँ होइन तल श्रीपदम निक्लेर श्रीपदम त्यसको निकै पर्छ जस्तो लाग्यो है जुमको टाउको हो त्यसले गर्दा जाने हो है श्रीपदम पनि एकदम दामी लाग्यो मलाई श्रीपदम वाटरफल चाहिँ एकदम पिस शान्ति खालको जग्गा होइन साह्रै दामी तपाईँहरू पनि आउनुहोस् होला है भिजिट गर्नुहोस् होला लाइफ टाइम त भन्नु सक्दिनँ होइन सायद अहिले भाइरल पनि हुँदैछ होइन तपाईँहरू आउनुहुन्छ होला है अगाडि किन मन थियो है मलाई यो भिडियोहरू बसमा देखेको फोटोदेखि नै जानु मन थियो होइन तर नजुरेको आज त्यो साथीसँग टाइम निकालेर निक्लिएको होइन दामी रहेछ आउनुहोस् है त धन्यवाद त्यस बाटो चाहिँ रड्डी छ यो जग्गाको एक दुई जग्गा चाहिँ त्यति ह्याप्पी हुन्छ बस तान्ने हो सुलुलु बगाउने हो लड्नु पनि लडिन्छ तर लड्ने जस्तो छ भने चाहिँ यहाँ चाहिँ सक्नु मिल्छ होइन अब भने चाहिँ है हामी यहाँ सोरेङ बजार निक्लेको तर पुरा पुलिसहरू बसेको छ आज ल है अमला त के गरिस् भाइ अमला त कसो गरिस् ए चिया खानुको लागि ब्रेक खाऊ
बसेर है लाइटरको केटा Chunai. Zo. Zo no. साथीभाइ आयो भने त फाइनली अङ्गाने डाँडा जाने बाटो आइपुग्यो। उता छैन जग्गा अब त्यो अङ्गाने डाँडा जाने हो यहाँबाट चाहिँ टक्कसँगले होइन। मेरो बाटो मेरो के हो वेलकम टु अङ्गाने डाँडा। मेरो बाटो मेरो बोट के हो त्यो हाम्रो झुसे केटाहरू यहाँ छ। मेरो बाटो मेरो बोट हो यो खालको हिँड्नुपर्छ अब। निकै पो छ है जानु र च्याखुङ रिजन वेलफेयर एसोसिएसन आज भाइ बाटो एकदमै सिँडी त्यो कुन चाहिँ पिक्चरमा पो शाहरुख खानले उसको गर्लफ्रेन्ड बोकेर जाने त्यस्तै खालको चेन्नई एक्सप्रेस कसो अरे चेन्नई एक्सप्रेस। साथैमा यहाँ चाहिँ साइकल रुट साइक्लिङ गर्ने रुट पनि छ ट्र्याकमा। अस्ति अन्त त फिनिसिङ केही भएको थिएन भयो होला अब त। अङ्गाने डाँडा वाउ के मजाको भ्यू हो र। हो एकछिन पर्खिन के साह्रो हतार गरेको बिस्तारै जाँदा पनि हुन्छ त टाढो सकिएन। वाउ ओइ झन्नै दामी बनाएछ दामी बनाएछ। Your action defines who you are. CRWA चाहिँ के हो यो यसमा चाहिँ मिनिङ चाहिँ है च्याकुङको यो रहेछ। इन्जोय द भ्यू हेभ अ गुड डे मजाले बनाएको छैन रहेछ। तुवार हेर त दिनै बिग्रियो कस्तो दामी थियो अहिले जान्दिन मोर मङ्गल आउँदा देखिकै डल्लै दामी है। बाटो त हेभी इन्जोइङ छ नि हो। दिन खराब भइगयो नि एकैछिन बुझि अडाउ रहेछ मैला पुरा भइसकेको रहेछ। है भन्दा टुक भाग के साह्रो मैला गरेछ त
बिहारमा त खाएँ रेड सिमो आउँदिन है ओ यो ढुङ्गा त जम्मै फुटेको रहेछ झर्सक्यो है अङ्गानी डाँडा योसँग सेकेन्ड टाइम हो तर धुम्म भएको नि हो यता माथि चाहिँ म आएको छुइनँ है ओइ रुख झरिजान ठिक जग्गामा रहेछ यो रुख चाहिँ कतिको मजा आयो झुसीहरू फोटो खिचिहाल्दा त्यहाँ ओइ यस्तो भिडियो छ ल वाउ राम्रो देखिँदैन मान्छे फाकेको रहेछ है कचरा बनाएको रहेछ जतासुकै है यस्तो चाहिँ नगर्नुपर्ने हुन्थ्यो होइन यस्तो दामी भ्यू देख्दो रहेछ यहाँ है विन्टरमा भयो भने एकताल फेरि आउँछौँ हामी जानुपर्छ कस्तो मजाको बाटो छ होइन साँच्चै अङ्गानी डाँडा यस्तो दामी छ है साथीभाइ आजको छोटो भिडियो भने म ल है साथीभाइ हो हामी भने चाहिँ अहिले अङ्गानी डाँडा पनि पुगेर घुमेर पनि फर्किँदैछौँ एकदमै दामी रमाइलो हो कि होइन केटा अलिकति बादल नलागेको चाहिँ दामी भसडे नगर्न यार यस्तो नभएर होइन दामी साँच्चै भनेको के धेरै दिन बाद आएको होइन कहाँ दाहिनेपट्टि हेर्ला दामी थियो तपाईँहरू पनि आउनुहोस् है तर अलिक मैला गरेको रहेछ काइन्डली त्यस्तो चाहिँ नहो भइदिएको राम्रो हुन्थ्यो भन्दै यो भिडियो पनि यहीँ राख्न चाहन्छु थ्याङ्क्स फर वाचिङ